मध्ये ठ्याक्कै एकजना अलिकति थोरै मात्रै भए पनि ज्यादा मनपर्ने चाहिँ मलाई प्रचण्ड नै हो। होइन किन प्रचण्ड मनपर्छ ठ्याक्कै भन्नुहोस्, आज खुलासा गर्नुहोस् ल, 1 2 3 आधार दिनुहोस् त। 3 जना मलाई आज 3 जना नेताको नाम लिनु पर्दाखेरि केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्डको मनपर्छ ठ्याक्कै। 3 जना भन्दा पनि मलाई 3 जना अरू व्यक्तिहरूको नाम लिनु पर्दा जस्तै बालेन शाह मनपर्छ हैन, हर्क साम्पाङ मनपर्छ, उहाँहरू मनपर्छ मलाई। हामी यङ भएको कारणले गर्दाखेरि पनि हाम्रो तपाईँलाई केपी शर्मा ओली मन पर्दैन? मन पर्यो भन्दा नि म चाहिँ कस्तो छु भने सर, म राजनीतिमा त्यस्तो डेफ्थमा गएर जाँदिनँ हैन, तर 3 कम चोर लाग्छ। त्यसो भए केपी शर्मा ओली र शेरबहादुर भन्दा प्रचण्ड कम के रे? खोइ के हो, मलाई त्यस्तो पोलिटिक्सको नलेज चाहिँ भएको मान्छे चाहिँ होइन हैन। जस्तै आज परिवर्तन भएको छ, जति गणतन्त्रका कुराहरू हैन, यो उपलब्धि आज उपलब्धि मान्नु कि प्रचण्डको भूमिका छ। प्रचण्डको भूमिका सबैभन्दा सर्वश्रेष्ठ। त्यसैले तपाईँलाई प्रचण्ड मनपर्छ? प्रचण्ड त्यो हिसाबले मात्रै हैन, अलिकति अरू कुराहरूले गर्दाखेरि पनि थोरै मात्रै, अब त्यसमा त्यस्तो धेरै अरू कुरा के भन्नु पर्यो नि त पवनजी? पर्सनालिटी मनपर्छ मलाई।